सबैजनालाई हामी कास्की विनय विधि चर्चबाट आजबाट चाहिँ हाम्रो जवान र टिनेजहरूको क्याम्प हुँदैछ। हाम्रो क्याम्पको थिम चाहिँ छ क्राइस्ट इज इनफ। आशा गर्छौँ हामी हाम्रो 3 दिनको क्याम्प आशिषमय हुनेछ। धन्यवाद। उत्ते भाइ साहब जय नेपाल। क्याम्पको बारेमा के भन्न चाहनुहुन्छ? क्याम्पको बारेमा मुंह से सुपारी निकाल के बात कर रहे बाबा। इसके मुंह में पैदाइशी सुपारी है। के भन्ने हो? चारवटा कुर्सीमा चाहिँ 4 प्लेयर छ। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से। मेरो सृष्टि हामी क्याम्प आएको अनि अघि चाहिँ हामी निरान्तीसँग गफ गऱ्यौँ। अनि अब चाहिँ हामी फेरि इन्टरभ्यू लिन गएको छ। जिम गएको भए त खै जिउ हुन्थेन, लुरे जिउ लास्ट मेरो जितेर सारा संसारलाई जितेर ल्याएको
सब झुक्छ मेरो अगाडि। ए बाबु तिमीलाई एउटा खुसीको खबर सुनाउनु मन थियो के? सुन है, सुन न। परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ, सुन्यौ? ए बाबु सुन न, पश्चाताप गर, किनकि बाइबलमा भनेको छ परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। घोडा टेक, छिटो परमेश्वर। सुसमाचार चाहिँ सुनाउँछु नि। शास्त्रै रहेछ, शास्त्रै मैले 1 2 3 भन्दै लड्ने 1 2 3 आएर आइता पनि उहाँको लक्ष्यलाई चाहिँ उहाँले पक्रेर राख्नुभयो।
उहाँले लिएको लक्ष्य सांसारिक लक्ष्य थियो उहाँले लिएको लक्ष्य चाहिँ पर्मानेन्ट गोल थियो कि परमेश्वरको लागि किनभने त्यो चाहिँ पर्मानेन्ट थियो सबैले गर्न पाउनुपर्छ अनि प्रेमले मान्छेलाई एउटा त परिवर्तन पनि गर्दछ एउटा सुन्दर कुरा हो पवित्र प्रेम भन्दा बित्तिकै अहिलेको हाम्रो सांसारिक यो अहिलेको चलन जस्तो चाहिँ त्यसमा अहिले सांसारिक चलनमा चाहिँ तपाईँको त्यहाँ शारीरिक इच्छाहरू होइन अब त्यो अपवित्रताको कुराहरू आउँछ तर वास्तवमा प्रेमलाई त्योसँग लिनु नै चाहिँ हुन्न जस्तो लाग्छ मलाई यता नारीहरूलाई पनि थ्याङ्क यू सो मच मेरो साथीले पहिले नै पक्षी त राखिसक्नु भएको छ यो विषयमा लिएर अनि हाम्रो विपक्षी टिमले पनि धेरै राम्रोसँग पक्ष राख्नुभयो कि विवाह गर्नु अगाडि प्रेम चाहिँ गर्नु हुँदैन भनेर तर हामी यसो बाइबललाई गहिरो रूपले हेरौँ तब मात्रै थाहा हुन्छ हामी यूहन्ना पहिलो यूहन्ना 4 को हामी 7 र 8 पदलाई हामी म छोटो तपाईँहरूको माझमा राख्छु किनभने हामी जे गर्छौँ त्यो बाइबलको आधारमा गर्छौँ आमेन हाम्रो क्वाइसबाट चाहिँ विजेता प्राप्त गरेकोले गर्दा यो प्राइज बसलाई दिँदैछौँ
उसको भाइ एकदम प्रब्लममा छ रेकर्डिङ सुन्यो मैले काटेको किन पहिले पाउने यहाँ काटेको यहाँ हो यो यहीँनिर यही गरेको मैले मैले भनेको होइन अनि विश्वास छ कि सबै कुरा निको हुन्छ यो चट्टान हटाइन्छ
अनुभव रहेछ। So tender and mild, sleep in heavenly तपाईलाई यो पालिको क्याम्पमा एकदम राम्रो के लाग्यो? मलाई वर्शिप नाटक नाटक मेरो पालि हो के मान्न हार्दा
मलाई नयाँ नयाँ साथीहरू बनाउँदा भन्ने चाहिँ सिक्न मजाले पाइयो मलाई धुवा झ्याउ लाग्यो। ल भन नि मलाई मन परेको चाहिँ नाच्न गाउन। मलाई चाहिँ नाटक मन पर्यो अनि अर्को 12 बजेसम्म चाहिँ गेम खेल्न पाइयो। सबै रमाइलो लागेर एकदम गेम एन्ड थिम क्राइसिस नाउ नाटक मन पर्यो मलाई नाटक मलाई भर्खरैको सबै मिलेर गीत गाउँदाखेरि मलाई चाहिँ सबैको हार्डवर्क नाटक सबै सुत्न तयारी अवस्थामा कोही चाहिँ सुतिसक्नु भएको छ त्यो कपिल भन्ने चाहिँ मोबाइल हेर्दै बसेर सुताइ चाहिँ यस्तो विभिन्न दाइ बिहानको अवस्था यस्तो रहेको छ हाम्रो खाना पकाउने आन्टीहरू जयसी आन्टी हाम्रो यहाँ अङ्कल धन अङ्कल हुनुहुन्छ के भन्न चाहनुहुन्छ हाम्रो अहिले खाना खाने बाली बेला भइसकेको छ चम्चा चाहिँ आफै लिने है खातातिर खाता उडेर साग चटनी पनि छ के रे फर्स्टमा लाइन बस्नुपर्छ दानियल ओ कहिले आउनुभएको नेपाल हिजो क्याम्प त अस्तिबाट भएको होइन रुबिन मिस्टर रुबिन फोन ओनर साउ विशु दाइ के भन्न चाहनुहुन्छ भ्लगमा वन साह्रै ज्ञानी केटा हो अनि अरू त्यो त थाहा मलाई उसलाई सिकाउने फेरि मै हो भ्लगमा केही भन्न चाहनुहुन्छ त्यो नदेखाउन यार क्यामेरा लजाउँछ कि क्यामेरा लजायो कि यति राम्रो सुन्दर त म क्याप्चर गर्न सक्दिनँ क्यामेरा चाहिँ पर्केर आएर त्यो नगर सब के भन्न चाहनुहुन्छ भ्लगमा के भन्न चाहनुहुन्छ भ्लगमा नमस्ते मेरो नाम विपक्षा राई के अरे लाइक सेयर सब्सक्राइब जयसी आन्टी भ्लगमा केही भन्न चाहनुहुन्छ एकदम नर्भस छु मेरो एक्टिङ ओभर छ तिमीले त पहिलाको वर्ष पनि गरेको है पहिलाको वर्ष गरेको बट पहिलाको वर्षभन्दा सजिलै हो यो वर्ष तिमीले चाहिँ मेरो नि सजिलै पहिलाको वर्ष सुदान गुरुङ एकैछिन पक्रै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई बिहाइन्ड द सिन गेमै हो विशु दाइ हाम्रो शेरबहादुर देवाको इन्टरभ्यू लिन गइरहेको छु शेरबहादुरले बरु अलिअलि पैसा राख न त्यो साइडको कोर्टमा कोही चाहिँ छैन 10 रुपियाँ हुन्छ दाइ पछि आएर ऊ आएर कोर्टमा छोड न यो त पर्छ नि त फेरि त्यो कपाल मिलाउनु न टोपी छैन है अब मलाई लाएर राख्छ Symphony
अब आउँदै हुनुहुन्छ हाम्रो केपी ओली नेताज्यू भाषण गर्न आउनुहोस्। तपाईहरु सबैलाई नमस्कार। तपाईहरुले मलाई भोट दिनुस्, म तपाईहरुलाई नोट दिन्छु। त्यसपछि फेरि तपाईले चोट दिन्छु। तपाईहरुले मलाई भोट दिनुस्, म तपाईको घरको दैलोमा रेल पुर्याइदिन्छु। त्यति मात्र होइन, तपाईको पेटमा म ग्यास हालिदिन्छु। म यो सेले जस्तो हो, र्याल कार्डमा सेले र्याल कार्डमा योभन्दा त म कति युवा जवान लक्का जवान यो देश मैले 5 वर्षमा पवित्र हुन्छ। के तपाईले मलाई हेप्ने के तपाईले मलाई मान्छे भन्ने के तपाईले मलाई के दबाले जनताले चुनेर उठाउने दबा के कुरा गर्नु भयो? म अझै पनि जवान छु, हप्ताको जवान छु, म अझै पनि काम गर्न सक्छु। मेरो नसलसँग अलिकति राजनीति बग्छ। यो देशलाई मेरो हातमा जिम्मा दिनुहोस्, यो देशलाई म कोरिया बनाउँछु। अनि यहाँको कोही भाइ बहिनीहरू कोरियन भाषा पढेर कोरिया जानु पर्दैन। यो देशलाई अझै पनि मेरो जवानको हात दिनुहोस्। अझै पनि यो देशलाई मेरो हातमा दियो भने हाम्रो यो देश चोर्ने ताले बिगारेको चोर्नु हुँदैन, चोर्नु बाँकी। भाइरल बनाइदियो नेता बने बहुत सारा पैसा कमाए, केटाहरू टम्ने थिए। अहिले एउटा भुक्ती केटाहरू हान्दियो, साथीले सम्पत्ति धन सम्पत्ति कागज चाहिँ छैन। हाम्रो क्याम्प सुरु हुँदैछ। आज दोस्रो दिन भयो, एकदम रमाइलो हुँदैछ। अझै आशा छ धेरै रमाइलो हुनेछ भनेर एकदम खुसी छौँ। धेरै धन्यवाद जो चाहिँ आउनुभयो, जो चाहिँ आउनु भएन, दुखी छौँ। Monica Lorarica
मोर जवानको एकछिन मर्नुहुन्छ त्यो भ्रष्टाचार नेतालाई छोड्दिन त्यसले जनतालाई दुःख दिएको छ मेरो भर्खरै जवान भएको भाइ मरेको छ त्यसको म गर्व गरेर त्यसको कुना गरेर त्यसको म घटबढा गरेर त्यसलाई मारिदिन्छु आदरणीय दाई पास्टर लेक अनि मेरो आदरणीय बाउजू पास्टरनी आमा साथै यहाँको आयोजक कमिटी टिम अनि यहाँ पाल्नु भएको प्रभुको सहकर्मी अथवा दासी लगायत तपाईँहरू सम्पूर्णलाई ख्रीष्ट येशूको नाममा जय मसीह। Stu